830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै हामीसँग पुग 1000 मेगावाट विद्युत छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। त्यसो भएको कारणले एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। त्यस कारणले उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेछ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ, त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको, यो यथार्थ हो। यी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का मन्त्री बनेको 8-9 महिना भयो। यिनको मुख्य काम भनेकै कुलमान हटाउन खोज्ने मात्रै भएको छ। अनि फुर्सदको समयमा उनी व्यापारीको विद्युत महसुल कसरी माफी गराउने भनेर भरमुग्दुर प्रयत्न गरिरहेको भेटिन्छन्। त्यसबाहेक उनले अरू कुनै काम गरेको भए पनि चर्चा भने सुनिएको छैन, किनकि कुलमानसँग उनले पटक पटक स्पष्टीकरण सोधिसकेका छन्। त्यसले केही सिप नलागेपछि उनी आफै प्राधिकरणमा कार्यालय खोलेर बस्न पनि गएका थिए। त्यसले पनि काम नगरेपछि यही फागुनमा मात्रै अन्तिम अस्त्रको रूपमा मन्त्री परिषदबाटै स्पष्टीकरण सोध्न पनि लगाएका थिए। तर यो सबै अनौठा अस्वाभाविक र नसुहाउने प्रयत्नले पनि अझै उनले कुलमानलाई हटाउन सफल पनि भएका छैनन्।